हे गाइस वेलकम ब्याक टु माई अनदर न्यू ब्लग्स। म चाहिँ चिटिक्कै पढेर कता जान्दैछु भन्दा मेरो कजन सिस्टरको म्यारेज पार्टी थियो, त्यही लागि म चाहिँ चिटिक्कै पढेर अब जानुको लागि रेडी भइसकेको छु। अनि यहाँ चाहिँ मेरो दादाको छोरी पनि मलाई हेर्नु हुँदै थियो, सानै छ नि त त्यही भएर नलगेको। सो अहिले चाहिँ मम्मी र म चाहिँ सेल्फी हान्दै थिएँ। सो साथीहरू, हाम्रो चाहिँ आसामको नजारा हेर्नु सक्नुहुन्छ, ब्युटी अफ नेचर। सो साथीहरू, मैले चाहिँ बिहाको सर्ट क्लिपहरू हालेको छु, ज़्यादा लम्बा पनि बनाउनु सकिनँ। सो यो चाहिँ अस्तिको भिडियो हो, सो मैले एडिटिङ गरेर हालेछु। के कस्तो लाग्छ हजुरलाई सल्लाह सुझाव दिनुहुन्छ भन्ने आशा राख्दैछु। हस् त, लास्टसम्म हेर्दै जानु होला मेरो भिडियो के कस्तो लाग्छ। सो गाइस, हामीहरू चाहिँ फाइनली बिहाको घरमा पुगिसकेछु। घरभन्दा पनि भवनमा पार्टी दिनुभएको थियो, सो भवनमा चाहिँ पुगिसकेको छौँ हामीहरू। अहिले चाहिँ यहाँ बेहुला बेहुलीको गोडा धुलाउने नियम हुँदैछ साथीहरू। सो मैले चाहिँ सर्ट क्लिपहरू हालेको छु। यहाँ चाहिँ बेहुला बेहुली हुनुहुन्छ। साथीहरू, अहिले चाहिँ म र मम्मी बसिरहेको छौँ। पुरा गोटै घुमेर थाकेर बस्यौँ, अन्त मैले भिडियो बनाउँदै थिएँ। सो साथीहरू, अहिले चाहिँ हामीहरू खाना खानुको लागि बसिसकेछौँ। यहाँ हेर्नु सक्नुहुन्छ, एकदम भर्ती छ खाना खाने जग्गा पनि। सो हेर्दै जानु होला। हामी चाहिँ खाना खाइसकेर एकछिन बसेर हामी चाहिँ निस्किसकेछौँ, किनभने शाम पनि परिसकेको थियो, त्यही भएर निस्किसक्यौँ। सो मेरो भिडियो के कस्तो लाग्छ हेरेर सल्लाह सुझाव दिनुहुन्छ भन्ने आशा राख्दैछु। अनि मेरो लास्टमा म मेरो कजन सिस्टरलाई, पद्मा सिस्टरलाई भन्न चाहन्छु ह्याप्पी म्यारिड लाइफ। मेरो सिस्टरको म्यारिड लाइफ राम्रो होस् भन्न चाहन्छौँ। यति भन्दै म मेरो भिडियोलाई एन्ड गर्न चाहन्छु। हस् त, ह्याभ अ ग्रेट डे सबैलाई। बाई बाई।